स्टुडेन्ट्स, आज चाहिँ हामी हेर्नेछौँ क्लास 10 को च्याप्टर 7 मा रहेको फोर्स एन्ड मोसन भन्ने च्याप्टर। यसमध्ये दुईटा टपिकहरू रहेका छन्। यो भित्र हेरेको टपिकहरू हामी न्युटन्स युनिभर्सल ल अफ ग्राभिटेसन भनेर हेर्छौँ। एउटा अर्को भेरिएसन इन ग्राभिटेसनल फोर्स विथ मास एन्ड डिस्टेन्स भनेर हेर्छौँ। र यसमा खासमा यसको हाम्रो टार्गेट भनेको के हो, यसमा F इज इक्वल टु gm1 m2 लाई भन्ने फर्मुलालाई चाहिँ के गर्नु त ओपन डिस्क गर्ने। यो फर्मुलालाई चाहिँ हामीले ड्राइभ गर्नुपर्ने हुन्छ यो न्युटन्स युनिभर्सल ल अफ ग्राभिटेसन भित्र। अनि यसमा भेरिएसन इन ग्राभिटेसनल फोर्स विथ मास एन्ड डिस्टेन्स भित्र चाहिँ हामी के हेर्छौँ भने मास अथवा डिस्टेन्स हामीले चेन्ज गरिदियौँ भने हैन, कुनै बडीहरूको दुईटा बडीहरूको मास अथवा डिस्टेन्स चेन्ज गरिदियौँ भने हैन, मास एन्ड डिस्टेन्स चेन्ज गरिदियौँ भने जस्तै फोर्स हाम्रो पहिला F gm1 m2 by d स्क्वायर थियो। जस्तै हामीले त्यो ठाउँमा डबल गरिदियौँ भने हैन, डबल गरिदियौँ भने एउटा मासलाई डबल गरिदियौँ भने हामी F इज इक्वल टु gm1 योलाई एउटा मासलाई m2 भन्ने मासलाई हामीले डबल गरिदियौँ, 2 बनाइदियौँ, यसको डबल गरिदियौँ भनेपछि कस्तो इफेक्ट पर्छ हैन। फोर्स इज इक्वल टु अब 2 लाई अगाडि दिने m1 m2 by d स्क्वायर छ। ल यसलाई f1 भन्ने। अब यति भनेको त हाम्रो यति पार्ट भनेको त यो फोर्स F छ, F1 इज इक्वल टु 2F। यो जुन पहिलाको फोर्स थियो त्यसको दोब्बर हो। यस्तो किसिमको केसेसहरू चाहिँ हेर्छौँ, यो अघि भन्छु, यो अहिले म डिटेलमा भन्दिनँ। ओके, त हामीले हेर्नुपर्ने भनेको दुईटा मोस्ट इम्पोर्टेन्ट च्याप्टर भन्दा यो एउटा इम्पोर्टेन्ट च्याप्टर नै हो। यहाँबाट एकदमै राम्रो क्वेसनहरू चाहिँ एससीमा आउने गर्छन् भनेर बुझ्ने अनि यसमा एकदमै कन्सेप्चुअल क्वेसनहरू आउने गर्छन्। त हामी यतिको हेडिङ मात्र हेर्छौँ। यो हेडलाइन छ, यो माथिको हेडलाइन चाहिँ हामी के गर्छौँ त पहिला फर्मुला ड्राइभ गर्छौँ, माथिको हेडलाइनलाई चाहिँ हामी पढ्छौँ। भनेपछि यसमा चाहिँ न्युटन्स ल अफ ग्राभिटेसन है, न्युटन्स ल अफ ग्राभिटेसन हो अथवा युनिभर्सल ल अफ ग्राभिटेसन भित्र चाहिँ यसले के भनेको छ भने ग्राभिटेसनल फोर्स। अब म चाहिँ एउटा फिगर बनाउँछु। यसमा फिगर चाहिँ के भयो भने एउटा फिगर हैन, यो बिचको यो दुईटा बडीहरू छ हैन, दुईटा बडीहरू भनेको यसको बडी ए एन्ड बडी बी भनेर भन्दा भयो। त्यसमा चाहिँ हामीले बडी ए एन्ड बडी बी भन्दा पनि यो मास m1 मास m2। ओके, र यिनीहरू बीचको डिस्टेन्स हैन, यिनीहरूको सेन्टर बीचको डिस्टेन्स हो। डिस्टेन्स भनेको यिनीहरूको सेन्टर बीचको डिस्टेन्स कति छ त भनेपछि यिनीहरूको सेन्टर बीचको डिस्टेन्स चाहिँ हाम्रो d छ भनेको। ओके, d छ भनेपछि अब यिनीहरू बीच लाग्ने फोर्स हैन, यिनीहरू बीच लाग्ने फोर्स ग्राभिटेसनल फोर्स। ओके, यिनीहरू बीच लाग्ने फोर्स अथवा भन्नाले यो बडीले चाहिँ योले आफूतिर तान्ने भयो र यो बडीले चाहिँ योलाई योतिर तान्ने। ओके, यो फोर्स नै के भन्छ ग्राभिटेसनल फोर्स हो भनेर बुझ्ने। र यसमा हामीले दुईटा के पढ्नु पर्ने हुन्छ, ल दुईटा हामीले चाहिँ के रुलहरू छन् ती युज गर्नेछौँ। र यो फिगरमा चाहिँ अहिले एकछिनमा म साइडमा बनाउँछु, फिगरलाई चाहिँ साइडमा बनाएर टक्क पारेर म चाहिँ के लेखिदिन्छु त म यसलाई भन्छु। यो ग्राभिटेसनल फोर्स भनेको यो सेन्टरहरू बीचको डिस्टेन्स भयो, सेन्टरहरू बीचको डिस्टेन्स भयो। फिगरहरू राम्रोसँग बनाउनु होला। अब यसमा हाम्रो फोर्स छ यो, ओके, यो बीचको पनि यो ल फोर्स यता लेखिदिएँ मैले, यता फोर्सहरू लेखिदिन्छ। एट्र्याक्सन फोर्स लाग्यो, एकअर्कालाई एट्र्याक्ट गर्ने फोर्स लागेको हो भनेर लेख्दा भयो। यो हाम्रो मास m1 हो, यो मास m1। यसमा के छ भनेपछि मैले एउटा कुराहरु के बुझ्यो भने ग्राभिटेसनल फोर्स is directly proportional to the product of mass. Okay, the gravitational force is directly proportional to the product of their masses. यिनीहरुको मास यो एउटा बडीको मास यो अर्को बडीको मास हो, यिनीहरुको प्रोडक्ट चाहिँ यो ग्राभिटेसनल जुन फोर्स छ त्यो के हुन्छ भनेको हो त, त्यो के हुन्छ भनेको डाइरेक्टली प्रोपोर्शनल। अब डाइरेक्टली प्रोपोर्शनल भनेको एउटा बढेपछि अर्को पनि बढ्नु भनेको, अथवा एउटा घटेपछि अर्को पनि घट्नु भनेको हो ग्राभिटेसनल फोर्स भनेको।
force is directly proportional to के भयो त that is force is directly proportional to m1 into m2 भनेर भन्यो यो इक्वेसन 1 भन्नु यसलाई ओके योलाई हामी इक्वेसन 1 भनेर भन्छौं अब दोस्रो केसमा के भनेको छ भनेपछि द ग्रेभिटेशनल फोर्स अब यता जीएफ भनेर अर्को अर्थ नलगाउनु होला यता मैले चाहिँ जीएफ भनेको ग्रेभिटेशनल फोर्स हो भनेर हामी साइन्स पढ्दा छौं साइन्स पढ्ने बेला हामीले जीएफ भन्ने बित्तिकै आयो भने हामीले के याद राख्ने ग्रेभिटेशनल फोर्स हो भनेर याद राख्ने ओके डाइरेक्टली प्रोपोर्शनल अब दोस्रो केसमा चाहिँ हामीले त ग्रेभिटेशनल फोर्स इज inversely the gravitational force is inversely proportional to inversely proportional to the gravitational force is inversely proportional to के भन्ने त the gravitational force is inversely proportional to square of their distance भन्ने square of distance भनेर बुझ्नु ओके यिनीहरु बीचको द ग्रेभिटेशनल फोर्स इज इन्भर्सली प्रोपोर्शनल टु द स्क्वायर अफ देयर डिस्टेन्स यिनीहरु बीचको डिस्टेन्सको स्क्वायर सित चाहिँ इन्भर्सली प्रोपोर्शनल हुन्छ दैट इज के भन्ने त दैट इज ग्रेभिटेशनल फोर्स इज इक्वल टु हुँदैन त इन्भर्सली प्रोपोर्शनल टु छ इन्भर्स लेख्ने बेला हामी माथि लेख्दिन तल लेख्छौं भनेको d स्क्वायर इक्वेसन 2 ओके इक्वेसन 2 एउटा इक्वेसन र दोस्रो इक्वेसन भित्र हामी थाहा छ ग्रेभिटेशनल फोर्स भनेको यो हो द हामीले यो फर्मुला चाहिँ अब हामी कहाँबाट डिराइभ गर्छौं भने यो इक्वेसन दुईटा कम्बाइन गर्छौं र फर्मुला निकाल्छौं यसमा मैले के भने द ग्रेभिटेशनल फोर्स इज डाइरेक्टली प्रोपोर्शनल टु द प्रोडक्ट अफ देयर मासेस भने तिनीहरुको मासेस बीचको के भयो त प्रोडक्टसित चाहिँ यो ग्रेभिटेशनल फोर्स के भयो त डाइरेक्टली प्रोपोर्शनल अब यिनीहरुको मास बढ्यो भने पनि फोर्स बढ्छ जस्तै म के गर्छु भने पछि चाहिँ म तिनीहरुको भेरिएसन इन ग्रेभिटेशनल फोर्स विथ मास एन्ड डिस्टेन्स भन्ने एउटा टपिक पढाउँछु त्यो टपिकमा चाहिँ के हुन्छ भने हामीले मासलाई डबल गरिदियो भने फोर्स पनि त बढिरहेको थियो नि मैले एकैछिनमा अगाडि भिडियोको सुरुमा मैले बनाएको थिएँ त त्यो हुन्छ भनेपछि यो फोर्स बढ्यो भनेपछि मासेस पनि हाम्रो मासेस बढाएको थियो फोर्स पनि बढाएको थियो त्यो फोर्स पनि दोब्बर भइरहेको थियो हैन त्यस्तै बुझ्नु अब ग्रेभिटेशनल फोर्स इज इन्भर्सली प्रोपोर्शनल टु स्क्वायर अफ देयर डिस्टेन्स यो डिस्टेन्स त अब यो यसको डिस्टेन्सको स्क्वायर अथवा डिस्टेन्सलाई चाहिँ हामीले घटायो भने फोर्स के बढ्छ के गर्नुहुन्छ त फोर्स बढ्छ डिस्टेन्स बढायो भने के हुन्छ फोर्स घट्छ भनेर बुझ्नु र यसमा हामीले बुझ्नुपर्ने अब यति हो कम्बाइनिङ इक्वेसन इक्वेसन 1 एन्ड दुईटा इक्वेसनलाई हामीले मिलाइदियौ कम्बाइन गर्यौ दुईटा इक्वेसनलाई चाहिँ हामीले कम्बाइन गर्यौ भने फोर्स इज डाइरेक्टली प्रोपोर्शनल टु m1 m2 upon d square ओके यो गर्यौ र यसमा चाहिँ हामीले के भन्नु पर्यो भने यसमा चाहिँ अब योलाई हामीले प्रोपोर्शनलिटी साइन हटाउनलाई यो प्रोपोर्शनलिटी साइन हटाउनलाई चाहिँ हामीले एउटा कन्स्ट्यान्ट राख्नु पर्ने हुन्छ यता हामी कन्स्ट्यान्ट चाहिँ g m1 m2 by d square भनेर फर्मुला लगाउँछौं कन्स्ट्यान्ट हटाउनलाई हामीले यो के हो भने कन्स्ट्यान्ट हटाउनलाई g लाई राख्यौ यो फर्मुला चाहिँ हाम्रो अब m1 m2 भनेको त मासेस अफ द बडी हो भर्खर माथि भनिसकेका छौं र g m1 m2 भनेको त मासेस हो d भनेको त तिनीहरु बीचको डिस्टेन्स हो र g भनेको त के होला वेल g इज ग्रेभिटेशनल वेल g इज चाहिँ के होला त g भनेको त ग्रेभिटेशनल कांस्टेंट हो and its value is 6.67 into 10 to the power minus 11 Newton meter square per kg square.
न्युटन मिटर स्क्वायर पर केजी स्क्वायर, यसको युनिट पनि याद राख्ने। यो कसले पत्ता लगाएको हो भनेर इक्जाममा सोध्न सक्छ। यो भनेको हेनरी क्याभेन्डिस। के भने मैले हेनरी क्याभेन्डिस। यति सानो कुरा पनि मैले लेख्नु। यो कुरा अहिले एउटा फर्मुला एकैछिनमा 5 मिनटमा चाहिँ भइसक्यो। 5-10 मिनट टाइम दियो भने यो एकवटा डेरिभेसन पुग्छ। यो आउँछ 2-3 मार्क्स अथवा 4 मार्क्समा पनि सोध्ने गर्छ। अब 2-3-4 मार्क्समा भन्दा पनि 3 मार्क्स 2 मार्क्सको क्वेसन हो। र अब नेक्स्ट हेडिङ छ। नेक्स्ट अब त्यो हेडलाइन लेख्छु म। यसैमा यो चाहिँ मैले गरेछ। यो भित्र चाहिँ हामी 4वटा केसेसहरु हेर्छौँ। अब बाँकी केसेसहरु चाहिँ होमवर्क हुन्छ भनेको केसेसहरु त अब कति बनाउन सकिन्छ, हामीले कति बनाउन सकिन्छ है, धेरै केसेसहरु बनाउन सकिन्छ। बट चाहिँ हामीले 4वटा एउटा इम्पोर्टेन्ट केसेसहरु हेर्छौँ, त्यो इक्जाममा सोध्न सक्ने क्वेसन। अब हाम्रो हो के भन्नु भेरिएसन इन के भन्नु पर्यो ग्रेभिटेशनल फोर्स। भेरिएसन इन ग्रेभिटेशनल फोर्स हो है त। मास एन्ड अब एउटा नम्बरमा हामी 1 नम्बरमा चाहिँ हामी के हेर्छौँ इफेक्ट अफ चेन्जिङ मास। हामीले इफेक्ट अफ चेन्जिङ मास। अब यदि हामीले कुनै बडीहरुको मासेस चेन्ज गरिदियौं भने फोर्स के हुन्छ त, फोर्स के हुन्छ भन्ने कुरा निकाल्नु पर्यो, अथवा इफेक्ट अफ चेन्जिङ मास भन्नु पर्यो। अब यसमा हामीले चेन्जिङ अब 1 नम्बर केसेस हेर्छौं। यसको केसेसमा इफ अथवा व्हेन mass of one object is double। यदि एउटा अब्जेक्ट अथवा एउटा बडीको मास चाहिँ डबल भयो त्यो फोर्स भित्र भयो। अब सुरुमा त हाम्रो फर्मुला भनेको यता म लेख्दिन्छु यो साइडमा फर्मुला के हो F = gm1m2/d² हो। यो F = gm1m2/d² हो भनेको। र यसभित्र फर्मुलाहरु छ के बुझ्यो भने F = g1m1m2/d² भनेको एउटा फर्मुला हो। त दोस्रो कुरा के बुझ्नु पर्यो भने इफ अब के भनेको छ इफ मास अफ वन बडी इज डबल। अब एउटा बडीको हैन ग्रेभिटेशनल फोर्स भनेको त सबै सेम भनेको, तर चाहिँ बडीको मास चाहिँ यो मासेसहरुको ठाउँमा कुनै एउटा मास हैन m1 लाई पनि डबल लिए भयो, m2 लाई पनि डबल लिए भयो भनेपछि F = m1 भन्ने बडी अथवा m2 भन्ने एउटा बडीको मासलाई हामीले के गर्दियौ 2m1 गर्दियौ m2 गर्दियौ अपन के गर्दियौ त हामीले d² गर्दियौ। यो हामीले F2 भनेर भन्छौँ, अथवा यो हामीले फोर्स 1 भन्ने फोर्स यो F2 भन्ने फोर्स मानेको हो। ल यसलाई हामीले फोर्स मानेका छौं, यस्तो गर्दा पनि भयो, फोर्स भयो, फोर्स बेस मान्दा पनि भयो। ओके जे मान्यो हुन्छ, F2 माने पनि हुन्छ, तर F बेस मानौ किनकि यता सजिलो हुन्छ। तिमीहरुले चाहिँ यता के लेख्छौ भनेपछि 1 2 देखेर चाहिँ कन्फ्युजन हुन्छ, त्यही भएर मैले यो 1 2 लेखे। अब यसमा चाहिँ हामीले फोर्स = चाहिँ के हुन्छ त, फोर्स = के हुन्छ यो बुझ्ने हो gm1m2 भाइ। अब 2 लाई त अगाडि ल्यायो gm1m2/d² हो। अब F बेस भनेको फोर्स के आयो त 2 भनेको त 2 नै भयो। यतिको यो पोर्सन चाहिँ कहाँसित मिलिरहेछ त, योसित मिलिरहेको छैन। यो भनेको त फोर्स छ भनेको F। यसलाई F1 F2 पनि माने हुन्छ। यसलाई F1 योलाई F2 = F1 एउटा केसेस यो भयो। अब यो केसेस पछि चाहिँ हामीले के बुझ्नु पर्यो, अर्को केसेस छ व्हेन masses of both objects masses of both objects are double। जब चाहिँ दुईटै अब्जेक्टहरुको मासेस चाहिँ के हुन्छ त डबल हुन्छ भने यसको के हुन्छ त masses of both objects are double। यदि भनेपछि मैले के लेखे भने ल यसलाई म एकदमै मिलाएर लेख्छु दोस्रो, किनकि दोस्रो मैले पहिला पनि गराएको थिएँ, त्यही भएर सर्टकटमा मैले छिटै लेख्ने। अब यसमा फोर्स = gm1m2 भनेको नि अब मास
भनेको मास भनेको चाहिँ हामीले के लेख्यौँ भने m1 पनि 2m1 छ, यसको डबल भयो, m2 पनि के भयो त 2m2 भयो भन्ने कुरा यो त्यसमा राख्नु पर्यो। m1 को ठाउँमा 2m1 राख्नु पर्यो, m2 को ठाउँमा 2m2 राख्नु। उता हामीले अथवा m1 अथवा m2 को ठाउँमा के राखेका छौँ त 2m1 अथवा 2m2 राखेका छौँ। एउटाको मात्र त्यता राख्न पाइन्छ, किनकि एउटा अब्जेक्टको मात्र बडी के भन्नु पर्यो मास डबल छ भन्ने कुरा पढ्यौँ। र यता चाहिँ हामीले के पढ्नु पर्यो भनेपछि अब दुईटैको मास, अब f dash इज इक्वल टु के लेख्नु पर्यो भने g m1 को ठाउँमा 2m1 2m2 ओपन d स्क्वायर भन्ने लेख्नु पर्यो, d स्क्वायर भन्ने लेख्नु पर्यो। यसमा के आयो अब यो कुरा के बुझ्नु पर्यो भने f dash भित्र 4 आयो, यो र यो मल्टिप्लाई गरेर हामीले अगाडि लेख्ने 4 आयो, g m1 m2 by d स्क्वायर। सो f dash इज इक्वल टु 4 f किन यो भनेको त यतिको पार्ट्स भनेको त फोर्स भनेको लेख्नु पर्यो। अब भाषा मिलाएर लेख्नुहुन्छ भने ल्याङ्ग्वेजमा लेख्नुहुन्छ भने द फोर्स इज के भन्नु पर्यो 4 टाइम्स इट्स ओरिजिनल फोर्स भन्नु पर्यो। ओके, अब यसमा चाहिँ हामीले ओरिजिनल फोर्सको 4 टाइम्स आयो भनेर बुझ्दा अब मासेसको त कुरा गर्यौँ हामीले, तर डिस्टेन्सको कुरा गर्दाखेरि यदि डिस्टेन्स हैन हामीले डिस्टेन्स चेन्ज गरिदियौँ भने के होला त इफेक्ट अफ चेन्जिङ डिस्टेन्स गर त दोस्रो कुरा हो यो। इफेक्ट अफ चेन्जिङ डिस्टेन्स एउटा केसेसमा हामी के हेर्छौँ when distance is half, when distance is half, जुन केस बेला चाहिँ हाम्रो डिस्टेन्स हाफ हुन्छ, यो डिस्टेन्स भन्ने हाफ हुन्छ, d को ठाउँमा हामीले दैट इज के भन्नु पर्यो d इज इक्वल टु 1/2 भन्नु, d इज इक्वल टु 1/2 भनेर बुझ्नु पर्यो। ओके, d इज इक्वल टु 1/2 भन्ने कुरा चाहिँ कसरी बुझ्नु पर्यो भने अब यो फोर्स f dash भित्र राख्ने यो फर्मुला त यही हो, f dash भन्नुको फर्मुला पनि त यही हो, त g m1 m2 by d स्क्वायर ओपन d स्क्वायर को ठाउँमा के राख्यौँ हाफ को स्क्वायर राख्यौँ। ओके, भनेको d/2 राख्यौँ भन्नुको मिनिङ हाफ अफ d भन्ने बुझ्नु अथवा d/2 हो भनेर बुझ्दा भयो। ट्याक्क यसको यो डिस्टेन्स छ त्यसको हाफ भन्नु खोजेको है। अब फोर्स के हुन्छ त g m1 m2 by d स्क्वायर भनेको त अब यसमा चाहिँ हामीले g m1 m2 डिवाइडेड बाइ d स्क्वायर बाइ 4 हुन्छ। ओके, d स्क्वायर बाइ 4 हुन्छ। अब यता सिधा अगाडि गर्दै मैले यो इक्वेसन है f dash इज इक्वल टु g m1 m2 by d स्क्वायर भनेको g m1 m2 by d स्क्वायर। अब यो सिधा माथि गएर मल्टिप्लाई हुन्छ, यो यता गएर माथि गएर मल्टिप्लाई हुन्छ भन्नुको कसरी भएको भन्ने कुरा पनि म यता सिकाइदिन्छु। g m1 m2 को तल डिभाइडमा के हो त d स्क्वायर बाइ यता डिभाइडमा हो भाग गर्ने अथवा डिभाइड गर्ने, डिभाइड भनेको d स्क्वायर बाइ 4। अब योलाई त हामीले कसरी गर्न मिल्छ, यसलाई मल्टिप्लाई गर्नुपर्छ र योलाई चाहिँ यो हामीले फ्र्याक्सनलाई उल्टो गरिदिनु पर्ने g m1 m2 into 4 by d स्क्वायर हो। यो 4 लाई मैले अगाडि ल्याइदिएँ, यो माथि हात त्यही भएर आ माथि हात भनेको 4 into g m1 m2 by d स्क्वायर। अब यति भनेको त हाम्रो सेम छ, यो सेम छ, यताको f dash इज इक्वल टु 4 into f भनेको सेम यो माथिको अब यहाँको जस्तो आयो। त डिस्टेन्सलाई चाहिँ हामीले हाफ गर्यो भने पनि के आउने रहेछ त फोर्स चाहिँ ओरिजिनल फोर्सको 4 टाइम्स बढी हुने रहेछ भन्ने बुझ्नु। अब when distance is doubled भन्ने बित्तिकै ओके डिस्टेन्स डबल भयो
के भइदियो भनेपछि डिस्टेन्स चाहिँ डबल भइदियो भनेर कुरा अब आउँछ। अब हाम्रो डिस्टेन्सलाई चाहिँ हामी के गर्नु पर्यो त डिस्टेन्स द्याट इज डिस्टेन्स भनेको हुन्छ पहिला हामीले डिस्टेन्सलाई डी भनेको थियौँ यसको यो डिस्टेन्सलाई डबल गरिदियौँ भने के आउँछ डिस्टेन्सलाई डबल गरिदियौँ। अब हामीले फर्मुला चाहिँ हामीले के हो इम्पोर्टेन्ट छन् फर्मुलाहरू याद गर्ने। अब यसमा फोर्सको एफ डैश इज इक्वल टु gm1 m2 by d स्क्वायर छ भनेपछि gm1 m2 by d स्क्वायर भनेको gm1 m2 by d स्क्वायर को ठाउँमा हामीले के राख्यौँ 2d राख्यौँ यसको होल स्क्वायर गर्ने किनकि डिस्टेन्सको ठाउँमा हामीले राख्यौँ। अब फोर्स एफ डैश इज इक्वल टु gm1 m2 by d स्क्वायर छ gm1 हैन gm1 m2 by 2 and को स्क्वायर 4 d स्क्वायर d स्क्वायर लेख्यौँ। ओके अब यो 4 लाई छोडेर बाँकी चाहिँ के छ त हामीले यसलाई यस्तो पनि लेख्न मिल्छ f इज इक्वल टु 1/4 लेख्न मिल्छ यसलाई अलग्गै लेखिन्छ gm1 m2 by d स्क्वायर मैले सर्टकटमा सिधै गरेर किनकि यता म सिधै f1 राख्न मिलिहाल्यो त। अब f dash इज इक्वल टु gm1 m2 by भनेको 1/4 f लेख्न मिल्यो। यो भनेको यो ठाउँमा यो कसको जस्तो छ त यो फोर्स पहिलाको फोर्स सो यति नै हो आजको लागि चाहिँ यो बुझ्ने। अब फोर्स इज डिस्टेन्स डबल भयो डिस्टेन्स 4 अब डिस्टेन्स 4 गुणा भयो भने हामीले डिस्टेन्स यदि डबलको ठाउँमा यसको 4 गुणा भइदियो भने अथवा चाहिँ डिस्टेन्स यो हाफ हुनु पर्ने थियो डिस्टेन्स जस्तै यता हाफ थियो मासै हाफ भइदिया भए के हुन्थ्यो यस्ता क्वेसनहरू हजुरहरूले बनाएर चाहिँ गर्न सक्नुहुन्छ। आजको लागि यति नै चाहिँ नेक्स्ट भिडियोहरूको लागि चाहिँ हजुरले लाइक गर्नु होला कमेन्ट गर्नु होला सब्स्क्राइब गर्नु होला कमेन्टमा भन्नु होला कि कुन च्याप्टर चाहिँ हजुरलाई गाह्रो लाग्छ त्यो च्याप्टर चाहिँ हजुरले त्यो च्याप्टर कमेन्ट गर्नु होला त्यो च्याप्टर कुनै चाहिँ कमेन्ट गर्ने सर्ट र पिन कमेन्ट छ तल कमेन्ट बक्समा गएर कमेन्ट गरिहाल्नु। अब यो कुराहरू चाहिँ भइसक्यो आजको लागि यति नै धन्यवाद।